एज अ युथ इन्टरप्रेनरको दिनभरि दिनहरू कसरी बित्छ त? हे गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। न्यू डे न्यू भिडियो, फर्स्ट भिडियो मेरो चाहिँ। सो म चाहिँ अफिस जाँदै थिएँ बिहानै। मेरो बिहानै बाटो भनेको पशुपतिको बाटो नै पर्छ। सो म पशुपतिको बाटो नै हिँड्छु प्रायः जसो। र एकदमै रमाइलो हुन्छ। बिहान सबैजना विभिन्न ठाउँबाट पूजा गर्न आउनुभएको हुन्छ। एकदमै रमाइलो दृश्यहरू चाहिँ हेर्दै पशुपतिको दर्शन गर्दै चाहिँ अफिसतिर लागिन्छ। सो यो चाहिँ यता साइडको पहिलो गेट हो र त्योभन्दा थोरै अगाडि गयो भने दोस्रो गेट चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। यहाँबाट यो पशुपति छिर्ने ठाउँ भइहाल्यो। सो यही बाटो हुँदै हामी चाहिँ अफिस जान्छौँ। हो, देख्न सक्नुहुन्छ त्यहाँ हेर्नुहोस् त, बाँदर, पशुपतिको बाँदर भन्ने छ नि एउटा, होइन? मजाले चाहिँ अगाडि यो बाटोबाट हामी चाहिँ प्रायः सो अफिस चाहिँ जान्छौँ। सो त्यतिकैमा म फेरि गौशाला पुगेँ मजाले। यो चाहिँ गौशाला चोक भइहाल्यो। त्यहाँको भिडभाड जाम है, एकदमै धेरै क्या। सो जामहरू लागिरहेको थियो। सो यो चाहिँ चारैतिर चोक तपाईँले देख्न सक्नुहुन्छ। र बिस्तारै म फेरि हिँडिरहेको थिएँ। अलिकति ढिला पनि भइरहेको थियो। एकजना व्यक्ति मलाई भेट्नको लागि आउँदै हुनुहुन्थ्यो मेरो अफिसमा। म अगाडि गएँ। सो फाइनल्ली म अफिस पुगेँ। बाहिर देख्न सक्नुहुन्छ मिराज रेजेन्सी। सो म माथि गएँ। सो फाइनल्ली म तपाईँलाई मेरो अफिसको लुक्स देखाउँछु है त। हेल्दी लिभिङ नेपाल। सो देख्न सक्नुहुन्छ यहाँ कोही पनि थिएन, किनकि फर्स्ट म आएको थिएँ अफिसमा। सो सबैजना आउनु भएको थिएन। त्यस पछाडि बसेँ, मजाले पानी पिएँ, एकछिन झ्याउ लाग्यो। म फेरि निक्लेर फिल्डमा गएँ। एयरपोर्ट साइड हुँदै तिनकुने साइडतिर म गएँ र फेरि एकछिन घुमेर अनि फेरि म अफिस पुगेँ। सबैजना आफ्नो प्लानिङ गर्दै हुनुहुन्थ्यो, किनकि अहिले हेल्दी लिभिङ नेपालको सिएनसीको समय चलिरहेको छ नि त। सो त्यसैले सबैजना सिएनसीको प्लानिङ, आफ्नो बिजनेस प्लानिङ गर्दै हुनुहुन्थ्यो। र त्यत्तिकैमा फेरि हामी घरमा फर्कियौँ, रुममा। सो फाइनल्ली म रुममा पुगेँ। थ्याङ्क यू सो मच। सो लास्टमा भिडियो हेरिदिनु भयो।